ल हामीहरू भने अहिले फोटो खिचेर पनि फोटोसुट गरेर पनि यता बाहिरिएको छौँ, अर्को ठाउँपट्टि निक्लिरहेका छौँ। एकदम राम्रो दृश्यहरू हेर्दैछौँ, घुम्दैछौँ हामीहरू। यो चाहिँ भित्री साइड हो है, यहाँको यो चाहिँ भित्री साइड हो। एकचोटि हेर्नु होला, अलि मुखमा घाम पर्ने भयो यो साइडबाट, त्यही भएर मैले अलि दिन सकेन। हजुरहरू जति क्यामेराले क्याप्चर गरिरहेको छ हेर्नु होला। ल सबैजनालाई मिराकल गार्डनबाट सम्झना। मिराकल गार्डन हेर्दै गर्नु होला। अझ यो साइड चाहिँ अलिक क्युट हो कि जस्तो लाग्यो, भित्र जाने कि ल होइन। यो सबै ठाउँ नै एकदम मनमोहक नै छ, राम्रै छ। यो मेरो ब्लग भने नि भिडियो भने नि हजुरहरूले हेर्दै गर्नु होला। मैले प्लेन चाहिँ उतापट्टि छुट्याएको छु, दुईजना उताको। अर्को भिडियोमा आएको छ, भिडियो हेर्नु होला। अब हामी भने अब एक्जिट एरियापट्टि जाँदैछौँ है त। ल मुखमा घाम पर्ने रहेछ यो साइड चाहिँ। फुलै फुलको सहर मिराकल गार्डन, फुलै फुलको बगैँचा मिराकल गार्डन। आज घुम्ने मौका मिल्यो, घुम्यौँ। ल हामी आज यहाँ घुम्यौँ, खुसी भयो। ल राम्रो छ। ए त्यो होटलहरू देखिरहेको छु, यो साइड होटलहरू हो। होटलहरू भन्दा सबैजनालाई फुलै फुल हेर्ने मौका नै दिनु पऱ्यो। मेरो कलर चाहिँ के भएछ, गर्मीमा हामी भने लुगा अर्कै लगाएर आएको थियौँ। गर्मी लगभग चल्न थालिसकेछ। के ल मिराकल गल्फ अलिक पसिनै हुन थाल्यो क्या हो, गर्मी लाग्यो। अब भने हामी यहाँबाट जान्छौँ, एकचोटि सबै घुमाउँछु क्यामेरा। ल सबैजना भिडियो हेरेर आनन्द लिनु होला। एकदम चलि पनि रहेछ है। ल जाउँ अब अन्त पनि जानु छ होइन। एसीमा उता बसौँला गाडीभित्र। ल म भने यहाँ अब एक राउन्ड लगाउँछु, घुम्छु। तपाईँहरू सबैले यहाँ हेर्नु होला है त, अनेक दृश्यहरू छन्। त्यसरी फोटो खिच्ने भनेर देखाइएको नि होला। अब यहाँ भने म भने सबै हजुरहरूलाई एक राउन्ड सबै घुमाउँछु, हेर्नु होला। यो सबै मिराकल गार्डन।